अब यो जनताले क्रान्ति गरेर आन्दोलन गरेर फालिसकेको राज संस्था राजा लोकतन्त्रमा प्रवेश गरिसकेको जनताले फेरि फर्काएर ल्याउँछ भनेर कसैले विश्वास गर्छ? जस्तो आजको सुरक्षा चुनौतीलाई कसरी हेर्नु? सबै व्यवस्थापन हुन्छ। राजाले के मानिसहरूले यो गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर जुन भ्रम फैलाइरहेका छन् र त्यो भ्रमले राजाले पनि हँसिन आवश्यक छैन। लोकतन्त्र भनेको त्यो व्यवस्था हो। सामान्यतया आन्दोलनबाट क्रान्तिबाट फालिएको राज संस्थाका राजा उसै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास कमै देखिन्छ, विरलै देखिन्छ। हाम्रो लोकतन्त्र यति संयमित, यति पुरस्कृत, यति उदार र यति सहिष्णु छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिसक्नु भएको छ। त्यो हो लोकतन्त्रको सुन्दरता भनेको। यसलाई लोकतन्त्रको कमजोरीका रूपमा कसैले पनि नलियोस्, यति आग्रह गर्छु। धन्यवाद।